फेसबुक खेल्ने मान्छेले, फेसबुक चलाउने मान्छेले प्रभुलाई खुसी पार्न सक्दैन। सरी टु डिसअपोइन्ट यु। अनावश्यक कुरा आउँछ त्यसलाई टक्कै स्विच अफ गरेर बाहिर गार्डनमा गएर घुम्न सक्छन्। त्यो चाहिँ वीर मान्छे। एउटा क्रिस्चियनसँग प्रभु खुसी हुनुहुन्छ भन्ने कुरा चाहिँ कति बेला चाल पाइन्छ भन्दा जब कुनै बिमारीलाई दुष्ट आत्माले भेट्छ। दुष्ट आत्माले भेट्दाखेरि बडा ल्याउनुहोस्, जवान ल्याउनुहोस्, वृद्ध ल्याउनुहोस्, आन्टी ल्याउनुहोस्, त्यो व्यक्तिलाई चाहिँ एकखेप कमान्ड गर्दा शैतान निस्केर गएन भने बडाले नमस्ते गरेर हिँड्दा हुन्छ। कतिको एल्डर भन्ने पद हुन्छ तर बोल्डर भएर बसेको हुन्छ। बोल्डर भनेको ढुङ्गा भन्नुहोस् त सबजनाले, पल्टाउँदा नपल्टिने, सार्न नसकिने, ओगटेको छ ओगटेको थियो, बोल्डरले त्यसरी जगाएको। झाँक्रीले झारफुक गर्दा एउटा हेनेमेने गर्दा भूत भाग्छ भने क्रिस्चियनसँग चाहिँ आज त्यति सामर्थ्य छैन। के मजा आयो। जय मसीह सबैलाई। आउनुहोस् हाम्रो पहिला थेसलोनी किताब 3 अध्यायको हामी समयलाई बचाउनको लागि 1, 2 अनि हामी 5 पद पढ्छौँ। आउनुहोस् हामी 1, 2 अनि 5 पद पढौँ। पहिला थेसलोनी किताब 3 अध्याय 1, 2 अनि 5 पद। यसकारण हामीले अब उसो सहन नसक्दा एथेन्समा एक्लै छोडिएर रहनु नै हामीले असल ठान्यौँ अनि हाम्रा भाइ र प्रभुका सेवक साथै ख्रिस्टको सुसमाचारका हाम्रा सहकर्मी तिमोथीलाई तिमीहरूलाई स्थिर पार्नका निम्ति र तिमीहरूको विश्वासको सम्बन्धमा तिमीहरूलाई उत्साहित गराउनका निम्ति पठायौँ। 5 पद। यही कारणले गर्दा मैले अब उसो सहन नसक्दा परीक्षा गर्नेले कुनै प्रकारले तिमीहरूलाई परीक्षा पो गर्यो कि र हाम्रो परिश्रम व्यर्थै होला कि भन्ने ठानेर तिमीहरूको विश्वास थाहा पाउनका निम्ति मैले तिमोथीलाई पठाएँ। थेसलोनिकामा त्यहाँका भाइ बहिनीहरूलाई अति नै अब सतावट छ अरे, परीक्षा छ अरे भनेर अर्कै जग्गामा बसेर उनले त्यो थेसलोनिकामा भएका विश्वासीहरूले सहेको सतावट अथवा परीक्षा जुन प्रकारले भइरहेको थियो त्यो त्यति टाढामा भइरहेको परिस्थितिलाई पनि त्यो जग्गामा अर्कै जग्गामा पावल जहाँ बसेका थिए त्यो जग्गामा उनलाई सही नसक्नु भयो। बिचरा नयाँ विश्वासीहरू हुन्, के गर्दै होलान्, कसरी बाँचेको होलान्, कसले पो उनीहरूलाई सान्त्वना दिने, कसले बल दिने, बा चिप्लेर जाइ पो हाल्छन् कि यस्तो परिस्थितिमा भनेर उसलाई सही नसक्नु भयो भन्दैछ। त्यसले गर्दा 1 पदमा फेरि म पढ्छु। यसकारण हामीले अब उसो सहन नसक्दा एथेन्समा एक्लै छोडिएर रहनु नै हामीले असल ठान्यौँ। एथेन्समा रहेछ पावल। अनि फेरि 5 पदमा त्यही कुरो दोहोऱ्याउँछ। यही कारणले मैले अब उसो सहन नसक्दा परीक्षा गर्नेले कुनै प्रकारले तिमीलाई परीक्षा पो गर्यो कि र हाम्रो परिश्रम व्यर्थै होला कि भन्ने ठानेर तिमीहरूको विश्वास थाहा पाउनका निम्ति मैले तिमोथीलाई पठाएँ। अनि उसलाई ती साह्रो पर्यो, जसरी हिजो पनि हामीले सुन्दै थियौँ, आमा बाउलाई छोराछोरीको बारेमा चिन्ता परे जस्तै पावललाई ती सही नसक्नु भयो। नयाँ विश्वासी हो थेसलोनिकामा, अनि के गर्दै होलान् यस्तो परिस्थितिमा, बा उनीहरू चिप्लेर पो जाने हुन् कि प्रभुलाई पो छोड्ने हुन् कि बा त्यो परिस्थिति एकदमै सहनै नसक्ने पो भएर जाने हो कि भनेर उनलाई चिन्ता थियो। अनि उनले तिमोथी भन्ने विश्वासीलाई उनले पठाए, जाऊ त्यहाँको हालखबर के रहेछ, कस्तो प्रकारले बसेका रहेछन्, जाऊ भनेर तिमोथीलाई पठाएको हामी पाउँछौँ। किन पावललाई त त्यहाँ शैतानले रोकेको कुरा छ, पावललाई जान दिएन, तर कमसेकम तिमोथीलाई उनले पठाउने प्रयत्न गर्छन्। अब यो सन्दर्भमा हामीले बुझ्नुपर्ने कुरा के छ भने क्रिस्चियन भनेको एउटा अङ्ग्रेजीमा वारफेयर हो, एउटा लडाइँ हो, लडन्त हो। क्रिस्चियनिटी भनेको कुनै एउटा पहिला म यो धर्ममा थिएँ अनि प्रभु यीशु मसीहलाई पाएर म यता लागेँ, शान्ति भयो, आनन्द भयो, स्वर्ग जाने निश्चयता छ भन्ने कुरा चाहिँ होइन। कुनै पनि क्रिस्चियनले जीवनकालमा प्रभुलाई ग्रहण गर्ने बित्तिकै म लडाइँमा भर्ना भएँ अथवा कुनै आर्मीमा म भर्ना भएँ, अब मेरो जीवनभरि लडन्त छ, मलाई कहिले पनि चैनसँग चाहिँ बस्न दिँदैन, तर म हार्दिनँ पनि, म जित्छु, मेरो साथमा प्रभु हुनुहुन्छ र यो लडन्त चाहिँ म मरुन्जेल नै लडन्त हुन्छ भनेर यो कुरो अठोट गरेको छैन भने पनि धेरै क्रिस्चियनहरू चिप्लेर जाने डर हुन्छ। उनीहरूले खालि क्रिस्चियनिटीको एक पाटो शान्ति, आनन्द, खुसी, तन्दुरुस्त रहनु, स्वस्थ रहनु यस्तो खालको कुरा मात्रै हुन्छ। तर जब एकदमै कठिन परिस्थितिहरू आउन थाल्छ त्यति बेला एकदमै साह्रो पर्छ क्रिस्चियनलाई।
त्यसले गर्दा हामीले जहिले पनि क्रिस्चियनिटीलाई दुईटै पाटोमा लिनुपर्ने हुन्छ। एकापट्टि हामीलाई चिर शान्ति, गहिरो शान्ति हुन्छ, स्वर्गीय शान्ति हुन्छ, तर एकापट्टि चाहिँ संसारमा एकदमै साँचो विश्वासीलाई चाहिँ जस्तै परिवेशमा पनि कष्ट आइरहेको हुन्छ। त्यो कुरो चाहिँ हाम्रो भाग हो, हाम्रो माला हो। हामी त्यसलाई आज फ्याँक्न सक्दैनौँ, अफाल्न सक्दैनौँ। अब म तपाईँलाई एउटा कुरा बताउँछु। यसै सन्दर्भमा उत्पत्तिको किताब 1 अध्यायको 28 पदमा परमेश्वरले मान्छेलाई बनाउने बित्तिकै आज यसो भन्नुभएको थियो। उत्पत्तिको किताब 1 अध्यायको 28 पदमा यहाँनिर म पढ्दैछु। परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो र परमेश्वरले तिनीलाई भन्नुभयो, फल्दै फुल्दै बढ्दै जाओ अनि पृथ्वीलाई भरिदियो, त्यसलाई बसमा पार, समुद्रका माछामाथि, आकाशका पक्षीमाथि र पृथ्वीमाथि चलफिल गर्ने हरेक जीवित प्राणीमाथि अधिकार राख। परमेश्वरको आशिष चाहिँ छ, परमेश्वरको चाहना चाहिँ छ। फलेरै गएको मानव जातिले उन्नति गरेको, बढ्दै गएको यो कुरा हो। अनि परमेश्वरले विशेष गरेर आत्मिक कुरामा, परमेश्वरलाई चिन्ने ज्ञानमा, परमेश्वरको परिचयमा फलेको, फुलेको, बढेको चाहनुहुन्छ। अनि यो आशिष परमेश्वरले एकखेप दिइसकेपछि परमेश्वरको यो प्रतिज्ञा हो। यो प्रतिज्ञा कुनै पनि संसारमा मान्छे जातिले दाबी गर्छ भने त्यो प्रतिज्ञा चाहिँ जस्तै परिवेश, जस्तै परिस्थितिमा पनि केहीले रोक्न सक्दैन। परमेश्वरले फल्दै जाऊ, फुल्दै जाऊ, वृद्धि हुँदै जाऊ भन्नुभयो। अनि हामी क्रिस्चियनहरूले चाहिँ सोचेका हुन्छौँ त राम्रो प्रकारको अनुकूल वातावरण भयो, सबै सुविधाजनक भयो भने सायद हामी फस्टाउँछौँ होला, हामी फल्छौँ होला, हामी बढ्छौँ होला, हामीले उन्नति गर्छौँ होला भन्छौँ। अनि कति जग्गामा सुसमाचार रोकिदिन्छ, कतिवटा जग्गामा क्रिस्चियनलाई चेपारो हुन्छ। अनि हामी भन्छौँ, हामी अड्कल लाउँछौँ, अब कसरी प्रभुको काम बढ्छ र बढ्न सक्दैन होला हामी भन्छौँ। तर म तपाईँलाई उत्साह दिन चाहन्छु, परमेश्वरको काम चाहिँ कठिनाइमा, बडा जटिल परिस्थितिमा, एकदमै अवरोधको बिचमा, एकदमै कठिन परिस्थितिमा चाहिँ परमेश्वरको काम चाहिँ बढेर जान्छ। यो कुरालाई बुझ्नको लागि प्रस्थानको किताबमा आउनुहोस्। प्रस्थानको किताबमा आउनुहोस्। अब प्रस्थानको किताबमा हामीलाई थाहा छ पृष्ठभूमि मिश्र देश हो यो। अनि मिश्र देशमा इजरायलीहरू यति भयङ्कर सतावटमा, अब समय छैन पढ्ने, अब मुखले मात्रै भन्छु, अर्काको देशमा पराई भएर बस्नु परेको छ। बाउको अधिकार, आमाको अधिकार, छोराछोरीको अधिकार, स्कुल पढ्ने अधिकार, खाने अधिकार, लाउने अधिकार नभएको जग्गा। विचार गर्नुहोस्, बिहानदेखि बाउ इँटा पोल्न जान्छ, आमा दिनभरि इँटा पोल्ने, छोराछोरीको कुनै प्रकारको हक अधिकार छैन। अब शोषण यति भयङ्कर हुन्छ, नाङ्गो नाङ्गै, भोको भोकै बिहानदेखि बेलुकासम्म इँटा पोलेको छ अर्काको देशमा। त्यसले गर्दा बाइबलले यसलाई सठिक भाषामा चाहिँ फलामको भट्टी भन्छ। फलामको भट्टी भनेको कुनै हक अधिकार नभएको, कष्ट मात्रै, खाने टाइमिङ छैन, खाने त कुरै छैन। किनभने कसरी चाहिँ बाँच्यो होला जस्तो लाग्छ। किनभने बाइबलले भन्छ कहिले जियाला पाएन भन्छ। 430 वर्षसम्म इजरायलीहरूले जियाला पाएन। आफ्नो काम गरेको हक अधिकार नपाउनु भनेपछि त्यहाँ स्कुल पढाउने कुरा छोडिदिनुहोस्, नयाँ जुत्ता लुगा लाउने कुरा छोडिदिनुहोस्, पेटभरि खाने कुरा छोडिदिनुहोस्, छोरीको इज्जत, छोराको इज्जत, हक अधिकारको कुरा छोडिदिनुहोस्। पिटाइ खाइरहेको मोसाले हेर्दाखेरि एउटा इजरायली भाइलाई पिट्दै रहेछ, कुट्दै रहेछ, एकदमै कुर्रा लगाएर, पिट्टा लगाएर, इँटा पोल आमाको छेउमा बाउलाई, बाउको छेउमा छोराछोरीलाई पिटेर कुटेर लान्थे। त्यस्तो अर्काको देश। त्यति गरेर पनि उनीहरूले पित्तुम र रामसेस भन्ने सहर पनि बनाउनु पर्थ्यो। कति कष्ट, यति भयङ्कर कष्ट। तर परमेश्वरले सुरुमै भनेको थियो फल्दै जाऊ, वृद्धि हुँदै जाऊ। अनि यो प्रतिज्ञालाई इजरायलीहरूले लिए। अनि कस्तो जग्गामा चाहिँ इजरायलीहरू आज फल्दै गयो भन्दा अहिले मैले भनेको परिवेशमा, यति विपरीत परिस्थितिमा, अर्काको देशमा नागरिक हक छैन, केही छैन। त प्रस्थानको किताब 1 अध्यायको 12 पद कसरी पढ्नुहोस्। म पढ्दैछु। तर तिनीहरूले उनीहरूलाई जति बढी कष्ट दिए त्यति नै बढी उनीहरू सङ्ख्यामा बढ्दै गए, फैलिँदै गए। यसकारण तिनीहरू इजरायलीहरूको कारणले गर्दा विरक्त भए। हेर्नुहोस् त, त्यो त क्रिस्चियनिटी भन्ने कुरा, परमेश्वरको काम चाहिँ कहाँ फैलिँदो रहेछ भन्दा चाहिँ हामीले सोचेको ठिक्कै
आज विपरीत परिस्थितिमा चाहिँ परमेश्वरको काम फैलिएर जाँदो रहेछ। त जहाँ सतावट, जहाँ खेदो, जहाँ अत्याचार, जहाँ अन्याय, त्यहीँनिर फल्दै फुल्दै वृद्धि हुँदै गयो, बढ्दै गयो। अनि तपाईँलाई लाग्छ मेरो जीवनमा उन्नति भएन, म त कहाँ अडिएको जस्तो लाग्छ, ठुलो सहरमा पनि एकान्त भएको जस्तो लाग्छ, मेरो क्रिस्चियन जीवनमा कुनै वृद्धि भएन, म साह्रो बढ्न सकिनँ जस्तो लाग्छ। तर त्यस्तो परिस्थितिमा पनि एकजना हाम्रो प्रभुको सेवक एमजी अङ्कलले भन्नुहुन्थ्यो, शैतानले चाहिँ जहिले विनाशकारी काम गर्छ, डिस्ट्रक्सनको काम गर्छ, तर जहिले पनि शैतानले विनाशकारी काम गर्दाखेरि चाहिँ त्यही विनाशलाई नै परमेश्वरले कन्स्ट्रक्सनको काम, निर्माणको काम गर्नुभएको हुन्छ। त विश्वासीले यो कुरा बुझ्नुपर्छ भन्नुहुन्थ्यो। अनि मैले पनि पत्ता लगाउँदाखेरि शैतानले जुनै पनि कुरा विनाशकारी काम गर्छ, त्यो विनाशकारी काममा चाहिँ हामीले स्वर्गीय दृष्टिकोणबाट हेऱ्यौँ भने चाहिँ परमेश्वरले चाहिँ निर्माणको काम गर्नुभएको हुँदो रहेछ। गड इज अलवेज टर्निङ द टेबल अपसाइड डाउन। परमेश्वरले उल्टा बनाइदिनुहुन्छ शैतानको कामलाई जहिले पनि। तर हामीहरूकोमा स्वर्गीय दृष्टिकोण हुनुपर्छ। अनि यहाँनिर 11 पदमा भन्छ, यसकारण तिनीहरूले उनीहरूलाई आफ्ना भारीहरू लदाए, कष्ट दिनका निम्ति उनीहरूमाथि उनीहरूलाई काममा जोत्ने कामदारहरू खटाए, उनीहरूले फारोका निम्ति पित्तोम र रामसेस भन्ने भण्डार सहरहरू बनाए। अब हेर्नुहोस् त, यति साह्रो जटिल परिस्थितिमा फलामको भट्टीमा सुस्केर हालेर उनीहरूले बाँच्नु परेको थियो। अनि तपाईँलाई पनि त्यो परिस्थितिबाट अहिले जानुपर्छ। तपाईँले सत्य परमेश्वरलाई विश्वास गर्नुभयो, तर हुनसक्छ कतिको काखमा भर्खर जन्मेको नानी मरेर जान्छ। के भन्नुहुन्छ? त्यति बेला कुनै प्रार्थनाको उत्तर आउँदैन। तपाईँले राम्रो कुरा एक्सपेक्ट गर्नुहुन्छ, अनि संसारमा यद्यपि रोग, विनाशकारी रोगहरू आज कहिले पनि परमेश्वरले दिनुहुन्न, शैतानले ल्याउँछ। तर अनएक्सपेक्टेड, हामीले आशै नगरेको हरेक प्रकारको कठिनाइ, बिरामीबाट, घातक बिमारबाट जानुपर्छ। सबै कुरा उल्टापल्टा भएको देख्नुहुन्छ तपाईँले। तपाईँको आँखाले हेर्नुभयो भनेदेखि सबै कुरा उल्टै देख्नुहुन्छ। रुपियाँ पैसाको घटी कमी, परिवार डिभाइडेड भएको, विच्छेद भएको, बाँडिएको, अनि आत्मिक प्रकारले सपोर्ट नपाएको, हरेक प्रकारको बिमारबाट जानुपर्ने, असफलता हातमा प्राप्त गर्नुपर्ने, यस्तो प्रकारको परिस्थितिबाट जाँदाखेरि विश्वासीले खोइ परमेश्वर कहाँ हुनुहुन्छ, किन चाहिँ आकाश पित्तल जस्तो भयो, किन चाहिँ परमेश्वरले उत्तर दिनु भएन भन्ने एउटा जग्गामा पुग्छ विश्वासी। अनि त्यो जग्गामा पुग्दाखेरि कहीँबाट केही खोज खबर आउँदैन, केही प्रार्थनाको उत्तरै आउँदैन, यस्तो परिस्थिति आउँछ। हेर्नुहोस्, प्रार्थनाको उत्तर आउँदा सबैजना विश्वासी भेला भएर सँगै खाँदा, आत्मिक वातावरणमा हुर्किँदा अर्कै मजा हो। तर क्रिस्चियनिटीको बिचमा पनि एक्लै जिउनु पर्दा, केही प्रार्थनाको उत्तर नआउँदा मानौ परमेश्वर चाहिँ हुनुहुन्न कि क्या हो काहीँ, अथवा ट्याप्पै उत्तरै दिनु भएन भन्ने परिस्थिति आउँदा त्यति बेला तपाईँ जिउन सक्नुपर्छ। अनि त्यो खुड्किलो चाहिँ तपाईँले पार गर्न सिक्नुभयो भने त्यहाँबाट तपाईँलाई कुनै हावाहुन्डरी हल्लाउन सक्दैन। यो घडी प्रस्थानको किताब यति भयङ्कर जटिल परिस्थिति आयो। विचार गर्नुहोस्, एक दिन होइन, 2 दिन होइन, 1 वर्ष होइन, 2 वर्ष होइन, 430 वर्ष, 430 वर्षसम्म परमेश्वरपट्टिबाट कुनै प्रकारको सुविधा, कुनै प्रकारको त्यो जग्गामा सहुलियत, कुनै प्रकारको अधिकार, कुनै प्रकारको सुविधाजनक कुरो केही नपाउनु, खालि अत्याचार मात्रै हुनु, अत्याचार मात्रै हुनु। त्यसो गर्दाखेरि एउटा मान्छेको हृदय कति कठोर हुनसक्छ। खोइ त म इजरायली हुँ, परमेश्वरलाई विश्वास गर्ने, खोइ त कुन चाहिँ कुरामा चाहिँ परमेश्वरले उत्तर दिनुभयो? 430 वर्षसम्म अर्काको दासत्वमा। अनि यति बेला यस्तो परिस्थिति तपाईँ र मेरो जीवनमा पनि आउँदाखेरि खोइ त परमेश्वर कहाँ हुनुहुन्छ भन्ने प्रश्न आउँछ। मुखले त्यो कुरो उच्चारण नगरे तापनि हृदयमा कहीँ गहिरो प्रकारले त्यो कुरो गढिएको हुन्छ। तर म तपाईँलाई बताउँछु, 430 वर्षको मिश्रको भट्टीमा विश्वासीहरू जाँदाखेरि, इजरायलीहरू जाँदाखेरि मान्छेलाई खोइ त भन्ने लाग्यो होला। तपाईँलाई पनि अहिले खोइ त भन्ने खालको कहीँ प्रश्न चिन्ह आएको होला। तर परमेश्वरले चाहिँ अघिबाटै यसो भन्नुभएको थियो। उत्पत्तिको किताबमा आउनुहोस्, 15 अध्यायमा 13 पद,
म पढ्दैछु। तब उहाँले अब्राहमलाई भन्नुभयो, यो निश्चय, हेर्नुहोस् यो शब्दलाई तपाईँ याद गर्नुहोस्, परमेश्वरले मानव अङ्ग्रेजीमा अर्केस्ट्रेटेड भन्छ नि, अर्केस्ट्रेटेड भनेको चाहिँ सबै त्यो विवरण, सबै घटना, प्रत्येक इजरायलीले कुटाइ खाएको, पिटाइ खाएको, सुस्केर हालेको, छोराछोरी कुटेको, बलात्कार गरेको, अन्याय गरेको, ज्याला नदिएको, सबै कुरा 430 वर्ष चाहिँ मानौ 4 घण्टा जस्तो समय अवधि जस्तै गरेर परमेश्वरले सबै कुरो देखिसकेको थियो। अनि परमेश्वरले यति साह्रो आज म्याटिकुलस भन्छ नि, सूक्ष्म प्रकारले भनिदिनु भयो, एकै सेन्टेन्समा भनिसक्नु भएको थियो अब्राहमलाई। त्यसैले यहाँ भन्दैछ, उहाँले अब्राहमलाई भन्नुभयो, यो निश्चय जानिराख कि तिम्रा सन्तान एउटा पराई देशमा परदेशी भएर रहनेछन्, जो उनीहरूको होइन। हेर्नुहोस् न, त्यो कति समेटेर लेखेको छ। तिनीहरूको सेवा गर्नेछन्, तिनीहरूले उनीहरूलाई 400 वर्ष दुःख दिनेछन्। हेर्नुहोस् त, कति संक्षिप्त तर कति अघिबाटै भनिदिएको, दुःख दिनेछन्। 14 पद, अनि उनीहरूले जुन देशको सेवा गर्नेछन् त्यस देशको म न्याय गर्नेछु, त्यसपछि उनीहरू धेरै सम्पत्तिहरू लिएर निस्किआउनेछन्। हेर्नुहोस् त, 430 वर्षको विवरणलाई परमेश्वरले एउटा वाक्यमा 430 वर्ष बित्छ, साह्रै दुःख पाउँछन्। मैले भनिदिइहालेँ, म त्यति बेला हस्तक्षेप गर्दिनँ, मानव म त्यहाँनिर अनुपस्थित भए जस्तै हुन्छ 430 वर्षसम्म। तर मैले भने अनि 430 वर्ष बितेर जान्छ, सुस्किएर हाल्छन्, मानव म कहाँ छु जस्तै हुन्छ उनीहरूलाई। तर एक दिन समय आउँछ, उनीहरूले धन सम्पत्तिहरू लिएर भारी मात्रामा निस्केर आउँछन् भनेपछि परमेश्वरले अघिबाटै भनिदिएको रहेछ। तर अब 430 वर्षसम्म त्यति बेला भनेको सबैलाई कहाँ थाहा हुन्छ। तर परमेश्वर कति ज्ञानी, त्यो शून्यतामा, त्यो साइलेन्समा, त्यो एकदमै कठिन परिस्थितिमा मानव परमेश्वर कहाँ हुनुहुन्छ, तर हुनुहुन्थ्यो, हेरिरहनु भएको थियो। 430 वर्ष 4 घण्टा जस्तो मात्रै उहाँको लागि, अनि 4 घण्टा पछाडि इजरायलीहरूको छुटकारा दिने समय आयो। तर हेर्नुहोस्, परमेश्वरले फुल्दै जाऊ भन्नुभएको प्रतिज्ञा, त्यस्तो कठिन परिवेशमा पनि इजरायलीहरू फुल्दै गए। परमेश्वरको कामलाई कसैले रोक्न सक्दैन। त्यो हामीहरूकोमा पनि त्यो दृष्टिकोण हामीले राख्नुपर्ने हुन्छ। यसर्थ अहिले हामीले हेर्दैछौँ थेसलोनिका भन्ने जग्गामा अघिबाटै सतावट हुन्छ, अघिबाटै खेदो हुन्छ तिमीहरूलाई भनेर भनिसकेको थियो पावलले पनि प्रोफेटिकल्ली अथवा भविष्यवाणीको रूपमा। मैले अघिबाटै भनेको थियो त तिमीहरू ढलपल नहुनु है यस्तो समयमा भनेको थियो। तर पनि अब बाउको मन साह्रै असहाय पो हुन्छ कि सहनै पो सक्दैन कि अत्याचारै हुन्छ कि भनेर चाहिँ तिमोथीलाई यसो जाँच पडताल गर्न हेर्न पठाएको तिमोथीलाई। बुझ्नु हुँदैछ नि। त्यसले गर्दा तपाईँको जीवनमा पनि आज तपाईँलाई एकदमै परमेश्वर कहाँ हुनुहुन्छ, खोइ त परमेश्वर हुनुहुन्छ भने मलाई बिमार यस्तो किन, मेरै परिस्थिति किन, मेरै घरमा यस्तो किन, मेरै छोराछोरी यस्तो किन, मैले असफलतामा त किन हात लाग्नु परेको भन्ने तपाईँलाई लाग्छ होला। त परमेश्वरले यो कुरो अघिबाटै आज देखाइसक्नु, परमेश्वरले तपाईँको जीवनमा काम गरिरहनु भएको छ। यो कुरालाई हामीले एकदमै मध्यनजर राख्नुपर्ने हुन्छ है। यो तपाईँको एउटा उत्साहको लागि मैले एउटा कुरा भनेको। अब सतावट धेरै प्रकारको हुन्छ, अनि मैले तपाईँलाई सुरुमै बताएँ, क्रिस्चियन भएर चाहिँ शैतानले मेरो व्यक्तिगत जीवनमा, पारिवारिक जीवनमा, माण्डलिक जीवनमा कसरी आक्रमण गर्छ भन्ने कुरोमा चाहिँ उसलाई स्पष्ट ज्ञान छैन भने विश्वासी बडा कमजोर हुन्छ। अनि यस्तो कमजोर हुनु हुँदैन। हिजो युथ सेवामा पनि एउटा वचन आउँदै थियो, त्यसलाई म दोहोऱ्याउँदिनँ। शैतानका युक्तिहरूको बारेमा तिमीहरू अन्जान नबस्नु भन्छ। क्रिस्चियन भनेको एउटा वारफेयरमा जोइन गरेको हो, लडाइँमा भर्ना भएको हो। जहिले लडाइँ हुन्छ, लडाइँमा छुट्टी पाइँदैन, यो कुरा पनि याद गर्नुपर्छ। जहिले विभिन्न प्रकारले तपाईँसँग लड्छ। अनि अब संक्षिप्तमा भन्नु पऱ्यो भने चाहिँ क्रिस्चियनहरूलाई बाहिरी सतावट आउन सक्छ, चर्च जलाउन सक्छ, हामीहरूको घरबार लुट्न सक्छ। म यस्तो व्यक्तिलाई पनि चिन्छु, भारतमा होइन, भारतदेखि बाहिर। सन्डेको दिन जसले मण्डलीको अभिभारा लिन्छ, जसले सेवा चलाउँथ्यो, सन्डेकै दिन 4 जना बलात्कारीहरूले एउटै भएको छोरीलाई बलात्कार गरिदियो। त्यस्तो अत्याचार। तर त्यही व्यक्ति
त्यस्तो आफ्नो छोरीमाथि बलात्कारको त्यस्तो घातक अपराध हुँदाखेरि पनि पुलपिटमा आएर उभिने मान्छे पनि देखेको छु। किनभने यसो भने पुलपिटमा आएर यो कुरोलाई पनि परमेश्वरले मध्यनजर राख्नु भएको छ, यो अघिबाटै हुन्छ भनेर उहाँलाई थाहा थियो। मेरो भन्नु केही छैन, म प्रभुलाई आदर गर्न प्रभुको घरमा आएँ भन्ने मान्छेहरू पनि छ संसारमा। त्यो त तपाईँले सानोतिनो कुरालाई कम्प्लेन गर्नु, मेरो लागि प्रार्थना गरिदिनुहोस् ल, मेरो लागि प्रार्थना गरिदिनुहोस् ल भन्दै हिँड्नु चाहिँ अलिक लज्जास्पद कुरा हो। सुन्नुहोस्, अन्य जातिहरूको हाम्रो जस्तो परमेश्वर छैन। उनीहरू व्यक्ति पछि मलाई प्रार्थना गरिदिनुहोस् ल, मलाई प्रार्थना गरिदिनुहोस् ल, मेरो लागि फुकफाक गरिदिनुहोस् ल, मेरो लागि झारफुक गरिदिनुहोस् ल, मेरो लागि घुँडा दुखे प्रार्थना गरिदिनुहोस् ल भनेर उनीहरू हिँडेका छैन। उनीहरूको परमेश्वर छैन र पनि आज उनीहरू त्यसो भन्दै हिँड्दैनन्। तर विश्वासीले ससानो कुरा पनि मेरो लागि प्रार्थना गरिदिनुहोस् ल, घुँडा दुख्दैछ, भुँडी दुख्दैछ, टाउको दुख्दैछ, यस्तो हुँदैछ, मानव त्यो जग्गा जग्गा झारफुक गर्दै हिँडेको जस्तै हो। त्यो किन त्यति साह्रो तपाईँ परमेश्वरै हुनुहुन्न अथवा टाढामा डिस्टेन्टमा हुनुहुन्छ भने तपाईँ अरूको अभिभारा बोक्नुहोस् न। घुँडा कसको दुख्दैन, भुँडी कसको दुख्दैन, टाउको कसको दुख्दैन, को मर्दैन। त्यो यस्तो खालको कुरा कहिले पनि हामीले ल्याउनु हुँदैन। हामीले अरूलाई कमजोर बनाउँछौँ। त्यसले गर्दा यस्तो कुरा डाइजेस्ट गर्न ठुल्ठुलो विषयहरू हामी प्रार्थनामा राख्छौँ। ससानो विषयको लागि धन्यवाद दिनुहोस्। प्रभु मैले ज्यादा खाएर भुँडी दुखेको धन्यवाद भन्नुहोस्। प्रभु म खानेकुरामा लोभी लालची छु, त्यसले गर्दा खाएँ, अरूलाई किन दुःख दिनु, धन्यवाद। यस्तो मसिनो कुराहरू डाइजेस्ट गर्न सकेन भने कसरी अरूको अभिभारा बोक्न सक्नुहुन्छ। त्यसले गर्दा मानव क्रिस्चियनको चाहिँ कोही नभएर चाहिँ गौडै पछि प्रार्थना गर्दै भन्छ। त्यो मुस्लिमहरूले सलाम वालेकुम भने जस्तै हो। त्यो मुस्लिमहरूले अर्को मुस्लिमलाई भेट्दा सलाम वालेकुम भन्छ। अनि आज उर्दू भाषामा सलाम वालेकुम भनेको चाहिँ म तिम्रो लागि प्रार्थना गर्दैछु भनेको। अनि उताको मुस्लिमले भन्छ वालेकुम सलाम अनि म पनि प्रार्थना गर्दैछु भन्छ। कहिले गर्दैन। तपाईँले जतिलाई जस्तै हिँड्नुहुन्छ नि प्रार्थना गर्दै हुने, प्रायः कसैले 99%ले गर्दैन। त्यो समयको बर्बादी हो। आफ्नो प्रार्थना आफै गर्नुहोस्। ज्यादातर जस्तो मुख्य गहन विषय मात्रै ल्याउनुहोस्। त्यो त शैतानले जहिले पनि फोकस भन्छ नि, फोकस भनेको दृष्टिकोण चाहिँ सिफ्ट गरिदिन्छ। आत्मिक कुरा भन्दा खालि शारीरिक कुरा एनाउन्समेन्ट तपाईँ सुन्नुहोस्, फलानाको टाउको दुख्यो अरे, फलानाको भुँडी दुख्यो अरे, त्यति गरिकन अर्को हप्ता कसैको नदुखेको भए पनि छक्क पर्नु भन्नु। अर्को पालि झन् साह्रो टाउको दुखेको आउँछ। फलानाको गोरु बेच्ने अरे, प्रार्थना गरिदिनुहोस्। बाहिर संसारमा प्रार्थनै नगरी गोरु बेचिरहेछ, बाहिर प्रार्थनै नगरिकन सिङताम गइरहेछ, आइरहेछ, भइरहेछ हो। त्यसले त हेर्नुहोस्, हामी यस्तो कुराहरूलाई ल्याउनु हुँदैन। मतलब यसलाई मिनिमाइज गर्नुपर्छ यो कुरा। अब संक्षिप्तमा भन्नुपर्दा क्रिस्चियनमाथि सतावट धेरै प्रकारको हुन्छ। यो त अब उहिलेदेखि प्रभुको दासहरूले बताउँदै ल्याएको हो। कन्भोकेसनमा, स्पेसल मिटिङमा, घरेलु सेवामा, सबै जग्गामा यो सतावटको स्तर चाहिँ भेराइटी अब विभिन्न प्रकारको हुन्छ। अनि क्रिस्चियनलाई यो पनि थाहा हुनुपर्छ, इतिहासमा शैतानले कसरी मण्डलीलाई सतावट ल्यायो भन्दा कुटेर ल्यायो, पिटेर ल्यायो, लुटेर ल्यायो, त्यो पनि ल्यायो। तर यी दिनहरूमा चाहिँ सुन्नुहोस्, यी दिनहरूमा चाहिँ शैतानले अब दाउ उसको जुन चाहिँ प्रकारको चाल छ, त्यो चाल चाहिँ फेरेर आउँछ। अनि क्रिस्चियनलाई चाहिँ यो चाल फेरेर आएको थाहा छैन भने चाहिँ क्रिस्चियनले चाहिँ सतावट भनेको चाहिँ उडिसामा, अहिले भारतको विभिन्न जग्गामा, छत्तीसगढमा अथवा अहिले नर्थ इस्ट एरियामा, अन्त अरू संसारको क्षेत्रमा जुन प्रकारले काट्दै मार्दै घरहरू लुट्दै क्रिस्चियनलाई काट्दैछ, त्यसलाई मात्रै सतावट सम्झेको हुन्छ। सतावट यति साह्रो सटल भन्छ नि, सटल भनेको हत्तपत्त चाल नपाउने डिसेप्टिभ खालको धोकेबाज टाइपको हुन्छ। अनि अहिले तपाईँ र मेरो बिचमा प्रशस्त सतावट छ। म तपाईँलाई आँखा खोलिदिन्छु, मेरो काम नै हो शैतानको राज्यलाई ध्वंस गर्नु, शैतानको विरोध गर्नु, शैतानको स्ट्राटेजिक पोइन्टलाई मैले बताइदिनु। त्यो त जहिले म प्रार्थना गर्छु, कति विश्वासीले प्रार्थना गर्छन्, शैतानको निकै चर्चा गरेर शैतानले डिस्टर्ब गर्छ अरे, यो गर्छ अरे। म फर्स्टमै भन्छु शैतान हारेको शैतान हो, शैतान झुट हो। त्यो मेरो डिक्लेरेसन, मेरो घोषणा हो त्यो, किन प्रभुमा भएर। अनि म जब त्यसो भन्छु ऊ काम्नुपर्छ। मदेखि शैतान डराएन भने, शैतानदेखि म डराएँ भने के भयो त्यो? क्रिस्चियन, हरेक क्रिस्चियनसँग शैतान डराउनुपर्छ एकदमै। तपाईँ जाने बित्तिकै शैतान डराउनुपर्छ। एउटा झाँक्रीले झारफुक गर्दा, एउटा हेनेमेने गर्दा भूत भाग्छ भने क्रिस्चियनसँग चाहिँ आज त्यति सामर्थ छैन। के मजा आयो क्रिस्चियन जीवन? त्यो कुरा मैले भन्न चाहेको। त
सतावट कस्तो प्रकारले ल्याउँछ भन्ने कुरा अब म तपाईलाई छोटकरीमा बताउँछु, समय छोटो छ। तपाईले अब मुखले मात्रै भन्नु पर्यो। गन्तीको किताबमा आउँदाखेरि बालाम भन्ने मान्छेलाई, अगमवक्तालाई बालाक भन्ने राजाले भन्यो, आउनुहोस् न तपाईँ यो इजरायल भन्नेलाई जसरी पनि बिगारौँ न, इजरायललाई तपाईँले श्राप दिनुहोस् न, यो परमेश्वरको जन एकदमै ठुलो मार्च गर्दै आउँदैछ, यसले त सब संसारको सतह ढाक्न थाल्यो, आउनुहोस् न सराप्नको लागि आउनुहोस् न भन्दा परमेश्वरले अनुमति दिनु भएन। हामीलाई गन्तीको किताब 22 अध्याय 23 अध्याय पढ्दा थाहा छ। फेरि पनि बालाम लालायित भएर लोभिएर धेरै अफर आउँदा, धेरै पैसा आउँदा, धेरै प्रमोसनको कुराहरू आउँदा फेरि वरिष्ठ मान्छेहरू आएर होइन सराप गर्दै नगर्दै भन्दाखेरि फेरि परमेश्वरकोमा सोध्न गयो। परमेश्वरले भन्नुभयो ल त जबरजस्ती नै गर्छस् जान त भनेर भन्नुभयो, तर सराप्न चाहिँ पाउँदैनस् भन्नुभयो। अब सराप्नुको भन्नु मतलब चाहिँ कसरी हुन्छ? परमेश्वरको लोकहरूलाई खत्तम गर्नु हो, विध्वंस गर्नु हो, जतैबाट पनि झार्नु हो, बिमार लगाएर हुन्छ कि बाहिरी सतावट ल्याएर हुन्छ कि त्यो परमेश्वरको जनलाई खत्तम गर्नु हो सराप भनेको। तर याद गर्नुहोस् भरे सराप्न पाएन। अनि सराप्न नपाइसकेपछि अन्तमा तपाईले कतिको बाइबल पढेर बुझ्नु भएको छ, अन्तमा बालामले केही गर्न सकेन तर सक्यो। यो कुरा तपाईले गन्तीको किताब 22 अध्यायमा पाउनुहुन्न, 23 अध्यायमा पाउनुहुन्न। उसले सराप्न पाएन अनि तपाईले सम्झिनुहुन्छ सराप नै दिनु भएन परमेश्वरले भनेर, तर उसले आज गाउँ मार्नको लागि, समाज मार्नको लागि, अर्को देशलाई मार्नको लागि शत्रुको षड्यन्त्र कहिले बन्दुकको गोली मात्रै हुँदैन, पानीमा विष हालेर हुन्छ कि कसरी हुन्छ कमजोर बनाउन आज उसको बल हुन्छ। त्यसले गर्दा भरे गन्तीको किताबमा तपाईले 25 अध्यायमा पाउँदाखेरि चाहिँ अब हामी पल्टाउँदैनौँ, समय छैन, त्यहाँनेरि बालामले चाहिँ एउटा कुरा सिकाइदिइराख्यो। यस्तो हो अब परमेश्वरले सराप्न दिनु भएन, तर एउटा चाबी कुरा चाहिँ बताइदिइरहेको छु। सरापेर यो जात यो राष्ट्र खत्तम नहुने रहेछ, त्यसले गर्दा अर्को खालको सतावट ल्याइदिउँ न भने। के सतावट भन्दा चाहिँ यसो गर्नु, अब सराप्न नपाएपछि सिधासिधी सराप्न नपाएपछि कसरी चाहिँ बिगार्नु भन्दाखेरि चाहिँ यसो गर्नु कि अब यो जति पनि तिमीहरूको छेउछाउमा अरू राष्ट्रहरू छन्, अरू जातिहरू छन् प्रभुलाई नचिनेका, यिनीहरूसँग तपाईँहरू राम्रो सम्बन्ध राख्नु, त्यहाँ जानु, माइला मामा भन्नु, काका भन्नु, फुपाजु भन्नु, राम्रोसँगले खेताला परमा सघाउनु, जानु, सहायता गर्नु। अनि कसो गर्नु भनेदेखि चाहिँ तिमीहरूको छोरीहरू उता बिहा गर्न दिनु, उताको छोरीहरू यता बिहा गरेर ल्याउनु, त्यति भए काम पुग्छ, ल म गएँ भनिरहेर हिँडे। त्यसले गर्दा सतावट कसरी ल्याए? सतावट त मारेर ल्याएन, बन्दुकको गोली मिर्काएन, हेर्दाखेरि कति राम्रो प्रकारको सम्झौता पो ल्यायो, कति राम्रो प्रकारको वैवाहिक सम्बन्धको कुराहरू पो ल्यायो। मामा भन्ने, फुपाजु भन्ने, काइला मामा भन्ने, ससुरा भन्ने कुरा एकदम राम्रो प्रकारको घनिष्ठ सम्बन्धको कुराहरू पो ल्यायो। तर यो कुरा चाहिँ प्रकाशको किताबमा गएर लेखेको छ। तपाईँले गन्तीको किताब 22-23 मा पाउनुहुन्न। बालामले चाहिँ के गर्न सिकायो अरे? प्रकाशको किताबमा आउनुहोस् त 2:14 पद। तर तिम्रो विरोधमा मेरा केही कुराहरू छन्, किनकि तिमी कहाँ बालामको शिक्षा मान्नेहरू छन्, जुन बालामले बालाकलाई इजरायलीहरूका सामु ठेस लाग्ने कारण राख्न अर्थात् मूर्तिहरूलाई चढाएका चिजहरू खान र बेविचार गर्न सिकायो। देख्नुभयो? त्यो कुरो चाहिँ तपाईँले 22 मा 23 मा पाउनुहुन्न। अब हेर्नुहोस् त, बिस्तारै जानु, पाठ पूजामा भाग लिनु, त्यस प्रकारले तिमीहरू उनीहरूकोमा जाइदिनु, छोरी चेलीहरूसँग सम्बन्ध राख्नु, बिहा गर्नु हो। त्यसो गर्दा कति राम्रो हुन्छ। हेर्दाखेरि सिधासिधी गोली हानेको जस्तो पनि देख्दैन, तर यो जाति चाहिँ 70 भएर जान्छ, 70 भएर जान्छ भने हेर्नुहोस्। ल त्यसले गर्दाखेरि यहाँनिर कहाँ सतावट, यहाँ कहाँ मान्छे क्रिस्चियन मारेन, तर कस्तो प्रकारको त्यसको स्ट्राटेजी, कस्तो प्रकारको युक्ति। आज भन्नुहोस् त हाम्रो मण्डलीमा प्रभुको छोराछोरीदेखि बाहिर गैर विश्वासी बिहा गर्ने कति धेरै छ। अनि हामी हाम्रो मण्डली भनेर गर्व गर्छौँ। भित्रभित्र गोली लागेको, भित्रभित्र कति मरिसक्यो, कति मण्डली कमजोर भइसकिसक्यो। तपाईँले अहिलेको जमानामा कोही भाइको विवाहको लागि कोही बहिनी खोज्न जानुहोस् त, तपाईँले एकदमै पुल्ठो बालेर खोजे जतिकै खोज्नुपर्छ एउटा केटाको लागि। किन भन्दा त्यो बहिनीको त छ अरे केटा भनेको सुनिन्छ, त्यो भाइको त अघिबाटै केटी छ अरे भनेको सुनिन्छ।
उहिले सल्किसकेको छ, उहिले कहिले पनि प्रार्थना गरेर पर्खेको छैन, कहिले पनि प्रभुको इच्छा हेर्ने बनाएको छैन। अघिबाटै ज्यादा जस्तो छोरीहरू अन्य जातिसँग बिहा गर्दैछ। नाम क्रिस्चियन भए तापनि प्रभुको इच्छामा छैन। कति धेरै मण्डलीले यो हारको सामना गर्नु परेको छ। त्यो त कुन चाहिँ पाराखी आँखाले देखेको छ मण्डलीभित्र शैतानले यसरी आक्रमण गर्दैछ भनेर। कति तपाईँहरू यहाँ हुनुहुन्छ, आज जवान छोराहरू छोरीहरू यहाँ छैन। किन छैन भन्दाखेरि अब चासै छैन। त्यसले गर्दा हामीहरूको मण्डलीमा भित्र हार खुवाउने कुरा चाहिँ आज यसरी व्यभिचारको पाप पसिसकेको छ। त्यसले गर्दा अहिले हामी पनि गान्तोकमा एउटा भाइको लागि बहिनी खोज्दैछौँ। सिधा भाइ चाहिँ यति आत्मिक भाइ चाहिँ यति राम्रो टेस्टिमनी भएको, जसको गवाईले गर्दा मण्डली खडा भयो, सिधा छ। तर बहिनी खोज्न गएको कुनै घरमा पुग्छौँ, उसको त छ अरे हो, कर्सङमा पो छ अरे, सोनादामा छ अरे, माथि चुङथाङमा छ अरे केटा। खालि त्यस्तो मात्रै सुन्छ। के भएको अघिबाटै तय गरिसकेको छ कुन चाहिँ केटासँग बिहा गर्नु भनेर। अन्त यो भयङ्कर डरलाग्दो एउटा स्ट्राटेजी हो। त्यसले गर्दाखेरि बाइबलमा भन्छ एउटा क्रिस्चियन चाहिँ 3टा कुरासँग भागेन भने चाहिँ शैतान उसँग भाग्दैन। एउटा क्रिस्चियन चाहिँ 3टा कुरासँग भाग्न सक्नुपर्छ र मात्रै शैतान उसँग भाग्छ। त अब क्रक्स भन्छ नि, क्रक्स भनेको निचोडमा हेर्नु पऱ्यो भने एउटा नानी लगातार स्कुल जान्छ, राम्रो युनिफर्म लगाएर जान्छ, 10 बजी स्कुल लाग्थ्यो भनेदेखि 9:45मै स्कुल पुग्छ, जहिले होमवर्क गरेको हुन्छ, चट्याकचिटिक हुन्छ, गुरुबाउलाई सहायता पुर्याउँछ, गुरुआमालाई सहायता पुर्याउँछ, पङ्क्चुअलिटी भन्छ नि, एकदमै ठिक प्रकारले स्कुल जाने आउने राम्रो छ भने आज मेरो छोरी मेरो छोरो त ढुक्कै स्कुल जान्छ भन्दैमा भएर गमक्क हुनु हुँदैन। टेस्टमा जाँच हुँदाखेरि चाहिँ पास भएको छ कि छैन, एनुअल एक्जामिनेसनमा चाहिँ कुन चाहिँ र्याङ्क ल्यायो, कुन चाहिँ ग्रेड पायो, त्यो चाहिँ हामीले मूल्याङ्कन गरेनौँ भने ढुक्कै चर्च जाँदैछ भन्दैमा, बाइबल पढ्दैछ भन्दैमा, ब्याप्टिजम लियो भन्ने कुरामा, यो कुरामा स्ट्याटिकल अथवा न्युमेरिकल स्ट्रेन्थमा यति विश्वासीले बप्तिस्मा लियो भने यस्तो बाहिरी कुरामा अनि ठुलो क्वार्टर छ, घर छ, जग्गा जमिन किने अरे, रेजिस्ट्रेसन गरे अरे, ठुलो प्रभुले त आशिष दिनुभएछ। म यस्तो कुरा हेर्दिनँ। मलाई त्यो ठुलो घर, धेरै क्वार्टर भएको, सिरक लुगा फाटो प्रभुले आशिष दिनुभयो, प्रभुले आशिष दिनुभयो, त्यस्तो सिरक गुम्पामा पनि पाइन्छ, मन्दिरमा पनि पाइन्छ, टोइलेट हुन्छ उनीहरूको पनि सबै कहाँ, यस्तो सबै कुरा हुन्छ क्या संसारमा पनि। त्यो मण्डलीमा 1 हप्ता बस्दा चाल पाइन्छ, खास त्यो मण्डलीको चाहिँ स्ट्रेन्थ केमा रहेछ भनेर। त्यसले गर्दाखेरि यहाँनिर बाइबलले बताउँछ एउटा विश्वासी चाहिँ आउनुहोस् त भजनको किताब 42 अध्यायको 11 पदमा पाउँछ। सम्पूर्ण पुरानो नियमको निचोड चाहिँ भजनको किताब 42 अध्यायको 11 पदमा तपाईँले पाउनुहुन्छ। पुरानो नियममा परमेश्वरले मन्ना दिनुभयो, स्वास्थ्य दिनुभयो, सुन दिनुभयो, चाँदी दिनुभयो, सबै प्रकारको सहुलियत दिनुभयो। बिहान उठेर स्वर्गबाट ब्रेकफास्ट खाने भनेपछि कति ठुलो जाति होला, हरेक प्रकारको सुविधा पाएको। तर कसैले हिन्दीमा पढिदिनुहोस्, यति राम्रो लेखेको छ, हिन्दीमा मात्रै यसको अनुवाद सठिक छ। भजनको किताब 41 मानुस 42 होइन 41 को 11 पद पढ्नुहोस्। हिन्दी बाइबलमा कसैको छ भने पढिदिनुहोस् त लु। एकछिन ल बिस्तारै पढिदिनुहोस्, म यहीँबाट रिपिट गर्छु। मेरा शत्रु जो मुझ पर जयवंत न हो पाता, इसी से मैंने जान लिया है। देख यता सब जानले। हाउ डू यू नो, हाउ डू यू असर्टेन दैट द लॉर्ड इज हैप्पी और वेल प्लीज विथ यू। अथवा परमेश्वर चाहिँ तपाईसँग साँच्चै नै खुसी हुनुहुन्छ भन्ने कुराको प्रमाण चाहिँ के हो? एउटै मात्रै कुरा, सम्पूर्ण पुरानो नियममा चाहिँ परमेश्वर चाहिँ इजरायली जातिसँग खुसी हुनुभएको प्रमाण चाहिँ यो मात्रै हो। सुन्नुहोस् यता, बप्तिस्मा लियो भनेर पनि होइन, मिश्र देश छोड्यो भने पनि होइन, मन्ना खायो भनेर पनि होइन, हरेक प्रकारको सुख सुविधा पायो भनेर पनि होइन, तर शत्रुमाथि चाहिँ विजय हुन्छ कि हुँदैन? शत्रुमाथि विजय भएन भनेदेखि चाहिँ त्यो सबै जति पनि सहुलियत पाएको फाइदा के भयो? जब शत्रु आउँछ, शत्रुको अगाडि चाहिँ हारिहाल्छ। लुगा पनि छ, जुत्ता पनि छ, स्वास्थ्य पनि छ, खानेकुरा पनि छ, पिउने कुरा पनि छ, घर पनि छ, बाइबल पनि ढुक्कै पढ्छ, चर्च पनि जान्छ, तर शत्रु आउँदा चाहिँ पुग्लुक्कै हार्छ। त्यो के मजा हो? त्यो त अङ्ग्रेजीमा भने जस्तो काउच पट्याटो भयो नि त। काउच पट्याटो भनेको सोफामा बसेर आलु चिप्स खाइ बस्ने मोटो
फाल्टै छोरा जस्तो तर केही कामै गर्न नसक्ने त्यस्तै। त्यसले गर्दा शत्रु आउँदाखेरि चाहिँ क्रिस्चियनले चाहिँ शत्रुमाथि विजय प्राप्त गर्छ। शैतानले लडाउन सक्दैन भने चाहिँ त्यो चाहिँ बहादुरी हो। घर नभए पनि हुन्छ, लुगा कम्ती भए पनि हुन्छ, चर्चको एटेन्डेन्स अलिक कम्ती हुँदा पनि केही पनि फरक पर्दैन यो कुरा। त्यसले गर्दाखेरि अब म तपाईँलाई छोटकरीमा बताउँछु त अहिले तपाईँ र मसँग चाहिँ शैतान डराउनुपर्छ। शैतानलाई हो, त्यसले गर्दा म जहिले पनि बताउँछु मण्डलीको एल्डर भएर पनि हुँदैन, धेरै चर्च स्थापित गरेर पनि हुँदैन, त्यो सर्टिफिकेट केही ठुलो कुरा पनि होइन, त्यो परमेश्वरको काम हो। मान्छेले नाक नफुलाउँदा पनि हुन्छ, कुनै मान्छेले आत्मा बचाउन पनि सक्दैन, कुनै मान्छेले चर्च स्थापित गर्न पनि सक्दैन, परमेश्वरले गधालाई पनि काममा लाउन सक्नुहुन्छ, त्यो सबै परमेश्वरको काम हो। तर याद गर्नुहोस् एउटा क्रिस्चियन चाहिँ पक्का एउटा क्रिस्चियनसँग प्रभु खुसी हुनुहुन्छ भन्ने कुरा चाहिँ कति बेला चाल पाइन्छ भन्दा जब कुनै बिमारीलाई दुष्ट आत्माले भेट्छ। दुष्ट आत्माले भेट्दाखेरि बडा ल्याउनुहोस्, जवान ल्याउनुहोस्, वृद्ध ल्याउनुहोस्, आन्टी ल्याउनुहोस्, त्यो व्यक्तिलाई चाहिँ एकखेप कमान्ड गर्दा शैतान निस्केर गएन भने बडाले नमस्ते गरेर हिँड्दा हुन्छ। यति चाहिँ म सबैलाई बताउँछु। त्यो त शैतानले आक्रमण गरेको कुनै विश्वासीलाई ए दुष्ट आत्मा निस्केर जा भन्दाखेरि त्यो निस्केर गएन, त्यो जिस्क्यो, त्यो तपाईँपट्टि फर्केर त्यसले ठट्टा दिल्लगी गर्न थाल्यो, हाँस्न थाल्यो भनेदेखि चाहिँ तपाईँलाई गिजियाको यसो भनेको म तिमीलाई चिन्छु, बडा तिमी ठुलो कुरा नगर, दाजु तिमी ठुलो कुरा नगर, तिमी कुन कुन कुरामा फँसेको छौ म जान्दछु, तिम्रो बाइबलको ज्ञानले मलाई धमास नदेऊ, तिमी मेरो छेउमा नआऊ, म तिमीलाई चिन्छु भनेको। ज्यादा गऱ्यो भने त्यो बडाको, त्यो अङ्कलको, त्यो आन्टीको सबै छिद्र पनि बताइन्छ शैतान। त्यसले गर्दा मलाई मेरो क्रिस्चियन जीवनमा चुनौती लागेको। तर त्यो व्यक्ति चाहिँ तीनटा कुरासँग भागेको छ भने चाहिँ शैतान भाग्छ भन्छ। तर ज्यादातर तीनटा कुरासँग भागेको छैन भनेदेखि चाहिँ शैतानले भन्छ तिमीले मलाई किन हराउँछौ, तिमी त मेरो एजेन्ट हो, तिमी मेरा कुराहरूमा फँसेका छौ, मैले भनेको तिमीले मान्छौ, तिमीले मलाई जा भन्दा म जाने हो, कस्तो कुरा गरेको, जोक्स नगराए भन्छ त्यसले। त्यसले गर्दा पहिला कुरा चाहिँ आउनुहोस् पहिला कोरिन्थी 10 अध्यायमा हामी पढौँ। पहिला कोरिन्थी 10 अध्यायमा यो कुरासँग तपाईँ आज पनि, त्यसले गर्दा परमेश्वरले तपाईँलाई कति धेरै प्रेम गर्नुहुन्छ। आज पनि परमेश्वरले ल्याएर तपाईँलाई छोरा यो कुरा हो भनेर भन्न चाहनुहुँदैछ। कसैले मलाई त्यहाँनिर तर यहीँबाट पढ्नुपर्छ मैले 10 अध्यायको पहिला कोरिन्थी 10 को 14 पद। यसकारण हे मेरा प्रिय हो मूर्ति पूजादेखि भाग। अब इङ्ग्लिसमा फ्ली लेखेको छ। फ्ली भनेको चाहिँ यता हेर्नुहोस् त, फ्ली भनेको चाहिँ हिँड्नु भनेको पनि होइन, फ्ली अथवा भाग्नु भनेको शब्द चाहिँ हिँड्नु भनेको होइन, भाग्नु भनेको शब्द कुद्नु भनेको पनि होइन। सुन्नुहोस् है, ध्यान दिएर सुनिनु। फ्ली भन्छ, फ्ली भनेको चाहिँ जस्तो मानिलिन तपाईँ जाँदै गर्दाखेरि अचानक भालु आयो, भालु आउँदाखेरि तपाईँ हिँड्नुहुन्छ कि कुद्नुहुन्छ कि टाप लाउनुहुन्छ? नेपालीमा भन्नुहोस्, भनिदिनुहोस् न। टाप भनेको चाहिँ रेकर्ड ब्रेक गर्न खोज्नु भनेको। त्यस्तो त कहिले कुदेको थिएन हाम्रो हजुरबा। यस्तो भालु आउँदा हाम्रो हजुरबा उफ्रेर कुदेको अरे कि अब हजुरबा हिँडेको पनि होइन, हजुरबा कुदेको पनि होइन, टाप लाउनु भन्छ। त्यसलाई चाहिँ फ्ली भन्छ। सुन्नुहोस्, अब मूर्तिदेखि भाग्नु भन्छ। अब मूर्ति भनेको चाहिँ के हो भन्दा अब हामीले ज्यादातर लिटरल अक्षरस मूर्तिलाई त्यो प्रतिमूर्ति, त्यो ढुङ्गाको, चाँदीको, सुनको मूर्ति सम्झेका हुन्छौँ। त्यस्तो होइन। अब याद गर्नुहोस्, कुनै पनि क्रिस्चियनको चाहिँ समय भयो अथवा कुनै कुरामा उसको भक्ति, उसको समय, उसको डिभोसन, उसको कुनै पनि कुरामा परमेश्वर छोडेर चाहिँ मानिलिउँ स्पोर्ट्स छ अरे, स्पोर्ट्स खेल्नु राम्रो कुरा हो। जो मान्छे अहिलेदेखि एक्सर्साइज गर्छ, पसिना बगाउँछ, हत्तपत्त रोगले भेट्दैन, त्यो कुरा राम्रो हो। तर कुनै पनि कुराले चाहिँ मूर्ति भनेको चाहिँ अब मूर्तिलाई बुझाउनको लागि तपाईँ यहाँबाट बाहिर गएर अरू कसैको मन्दिरमा अथवा गुम्पातिर गएर तपाईँले मूर्तिमा काँटी अथवा मार्तोल लिएर हिर्काउनुहोस् त, तपाईँलाई कसो गर्छ? सम्पूर्ण गाउँ उठेर तपाईँलाई भन्छ यसले हामीहरूको मूर्ति ड्यामेज गरे भन्छ। त शैतान पनि बाटो छ। शैतानले अहिलेको क्रिस्चियनको युगमा चाहिँ मूर्ति भनेको कुरा यिनीहरू सिधासिधी मूर्ति पुज्दैनन्। यिनीहरूलाई कुनै प्रकारको यस्तो म प्रतिमूर्ति बनाइदिन्छु जसले गर्दा
त्यो कुरा खोस्रिदियो, त्यो कुरा कोट्याइदियो, त्यो कुरामा घात पुर्याइदियो भने यो रिसाउने बनाइदिन्छु, ज्यादातर त्यसको ध्यान म त्यसमा राखिदिन्छु भनेर ज्यादा त्यसले गर्दा तपाईँको पढाइ हुनसक्छ, तपाईँको लुगाफाटो हुनसक्छ, तपाईँको कार गाडी हुनसक्छ, तपाईँको कुनै पनि कुरा एउटा मूर्तिको रूपमा बसेको छ भने ज्यादा समय तपाईँको त्यसमा जान्छ अनि तपाईँलाई चाल्न नपाइकन तपाईँको फोकस चाहिँ आज के गरिदिन्छ, डिस्ट्र्याक्ट गरिदिन्छ, सिफ्ट गरिदिन्छ। त्यसो गर्दा तपाईँको चाहिँ कतिको जीवनमा केटा मूर्ति, केटी मूर्ति, कसैकोमा पैसा मूर्ति, कसैकोमा गाडी मूर्ति, कसैकोमा लुगा मूर्ति, किसिम किसिम हुन्छ। अनि याद गर्नुहोस् त्यो कुरा चाहिँ चलाइदिँदा तपाईँ बिच्किनु, तपाईँ रिसाउनु, तपाईँलाई इरिटेट लाग्नु, तपाईँलाई दुःख लाग्नु चाहिँ तपाईँको मूर्ति हो। त्यो मूर्ति मेरो जीवनमा यसरी धेरै मूर्तिले जग्गा ओगट्दैछ। म यसरी कुनै मूर्ति प्रतिमूर्ति मेरो अगाडि आउन दिँदिनँ। म कुनै पनि कुरालाई मेरो मूर्ति बनाउन चाहदिनँ। म यस्तो कुरादेखि भाग्न चाहन्छु भनेर कुद्नु होइन, हिँड्नु होइन, भाग्ने त्यस्तो प्रकारको प्रवृत्ति छैन भने तपाईँलाई फसायो। तपाईँ ढुक्कै चर्च आउनुहुन्छ, बाइबल पढ्नुहुन्छ, सबै क्रिस्चियन एक्टिभिटिज गर्नुहुन्छ, जयमिसी गर्न तपाईँलाई सिकाउनु पर्दैन। प्रभुको इच्छा अनुग्रह भन्न त तपाईँलाई त्यसै आइहाल्छ। त्यो थेगो भन्छ नि, त्यो क्रिस्चियन पायस ल्याङ्ग्वेज बोलेर हामी क्रिस्चियन हुने होइन। म कहिले पनि आफूलाई तुच्छ भन्दिनँ। मान्छेले पुलपिटमा आएर तुच्छ निकम्मा भन्छ, तर फोनमा तपाईँले उसको वाइफलाई तुच्छ छ त्यहाँ भनेर सोध्नुहोस् त कसो भन्छ। तुच्छलाई एकछिन बोलाइदिनुहोस् न भने कसो भन्छ। त्यो सबै पायस ल्याङ्ग्वेज हो, त्यो देखाउनको लागि बनेको। कतिले भन्छ तुच्छको डेरामा भन्छ। साँच्चै नै तपाईँको 4 तला बिल्डिङ चाहिँ घरमा जाँदा प्लास्टिकको डेरा भएको छ कसो लाग्छ तपाईँलाई? सबै त्यो देखाउने भाषाहरू। तपाईँले गुप्तमा भन्नुहोस्, आफूलाई तुच्छ सम्झिनुहोस्, सम्झिनु पनि पर्छ। तर तपाईँले यसरी समाजको अगाडि तुच्छ भनिबस्नु निकम्मा अरे हो। साँच्चै नै तपाईँलाई निकम्मालाई एकछिन फोन दिएन भने कस्तो लाग्छ? तपाईँलाई पुलपिटबाट यो मान्छे निकम्मा हो, निकम्मा हिजो यसले भन्दै थियो भने कस्तो लाग्छ? त्यसो त्यति बेला त मन दुखाउनुहुन्छ त। मान्छेलाई प्रभावित पार्नको लागि त्यस्तो गर्नु हुँदैन। हामीले सहायता गर्नुपर्छ चर्चलाई हो। त्यो कुरा त्यता मूर्तिबाट भाग्नु भन्छ एउटा कुरा। अब अर्को कुरा छोटकरीमा बताउँछु। हामी त्यसले गर्दा याद गर्नुहोस् मेरो जीवनमा मैले यस्तो कुराहरू आविष्कार गरेँ। कुन चाहिँ चिजलाई कुट्याइदिँदा छोइदिँदा म रिसाउँछु, मेरो प्रभुलाई कसैले घात गरिदियो, मेरो प्रभुको नाम बदनाम गरिदियो, प्रभुमा डिफेम आज गर्यो, ब्लास्फेमियस काम गर्यो, प्रोफेनिटी ल्यायो, कुनै प्रकारको प्रभुको नाउँ बदनाम गर्यो, मलाई ज्यादा दुख्नुपर्छ। मेरो पैसा लुटिँदा, मलाई कसैले केही नराम्रो नाम भन्दा अथवा मेरो केही कुरा खोसिँदाखेरि भन्दा ज्यादा मलाई प्रभुको कुराले दुखित छुइनँ भने मेरो जीवनमा अन्यत्र अरू कुराहरू मूर्ति भएर बसेको हुन्छ। अनि क्रिस्चियनलाई त्यसरी आक्रमण गर्छ। अब अर्को कुरा तपाईँलाई थाहा छ अहिले चाहिँ कसरी हाम्रो क्रिस्चियनलाई सोत्तर बनाएको छ। हिजो बेलुका म यहाँ भाइ र म राति 11 बजी यहाँबाट पास भएर जाँदाखेरि हामीले सोत्तर भएको देख्यौँ कतिजना मान्छेहरू। सोत्तर भनेको एकदमै लडाएको, सबलाई घात बनाएको। अहिले चाहिँ केले सोत्तर बनाएको छ यो कुरादेखि हामी बाँच्नुपर्छ। अब तपाईँलाई थाहा छ सिम्सनको विषयमा, इङ्ग्लिसमा स्यामसन, नेपालीमा सिम्सनको बारेमा थाहा छ। सिम्सनले सिंहलाई च्यातेर सिंहलाई मारिदिए, यति शक्तिशाली। तर शैतानले हेऱ्यो यसले साँच्चै नै अक्षर सिंहलाई मार्दो रहेछ, तर यसलाई म सिंहको बदली अर्को चिज राखिदिन्छु जसले यसलाई चल्न पाइकन मार्दिन सक्छ। यसले सिंह मार्छ तर यसलाई म सिंहको बदली अब रूप हेरेर अर्को चिज राखिदिन्छु भने। अनि जुन सिंह मार्ने मान्छेले चाहिँ दलिला मार्न सकेन। के मार्न सकेन? ल भन्नुहोस्, पाखुराको हिसाबमा हेऱ्यो भने, मस्कुलारिटीको हिसाबमा हेऱ्यो भने चाहिँ सिंह बलियो कि दलिला बलियो? भन्नुहोस्, सिंह। तर स्यामसनलाई लडाउनको लागि चाहिँ दलिला राखिदियो अनि दलिलाको अगाडि त्यो मान्छे भत्याकभुतुक भयो। यो कुरा तपाईँलाई थाहा छ। दाउदले बाघ मार्यो, के अरे भालुलाई च्यात्यो भन्छ, सिंहलाई हिर्काएर मार्यो भन्छ। तर त्यस्तो वीर मान्छे, गोलियतलाई मार्ने मान्छे, उसको अगाडि शैतानले के राखिदियो? बेत्सेबा राखिदियो। एउटा बेत्सेबा औरत राखिदियो अनि त्यसको अगाडि दाउद जस्तो राजा टिक्न सकेन। आगोले 13 वर्षको मान्छेलाई पनि जलाउँछ। दिदीबहिनी भन्नुहोस्, आगोले 100 वर्षको बुढोलाई जलाउँछ कि जलाउँदैन? अबै बाबै रहेछन्, हजुरबाबै रहेछन्, नबालौँ भन्छ आगोले। 13 वर्षको केटालाई पनि बाल्छ, केटीलाई पनि बाल्छ।
100 वर्षको बाबैलाई पनि बाल्छ बाल्दैन आगोले भन्नुहोस् दाजुहरू। त्यो त अहिले लेटेस्ट चाहिँ अब शैतानले यति भयङ्कर शैतान संसारमा जति पनि के भन्छ टेक्नोलोजीहरू डेभलप हुन्छ त्यसमा अदनको बगैँचामा असल र खराब भने जस्तै कतिवटा कुरा असल हुन्छ भने ज्यादातर कुरा खराब हुन्छ। अहिले 70 बनाएको क्रिस्चियनलाई 70 बनाएको चाहिँ मोबाइल हो। 70 कोही पनि प्राय एक्सेप्सन छैन यसमा। त्यसले गर्दा अहिले तपाईँ कतिजनाले फेसबुक चलाउनुहुन्छ। टाइटस भाइ र मैले जुन दिन जसरी पहिला सुरुमा फेसबुक निस्क्यो, फेसबुक निस्किने बित्तिकै हामीले पनि इन्स्टल गरेको थियो। भाइ र मैले सल्लाह गऱ्यौँ, भाइ यो फेसबुकले हाम्रो आत्मिक जीवनमा अहिले उन्नति दिएला अनि यसरी फेसबुक भनेको त राम्रो होइन। हेर्नुहोस् फेसबुक भन्ने कुरा बाइबलमा आज अङ्कित गरिएको छ, मतलब नदेखिने प्रकारले अङ्कित गरिएको छ। मैले गान्तोकमा बताएको, अहिले त समय छैन। अनि फेसबुकले हामीलाई फाइदा नदिने रहेछ भने हामीले आजभन्दा कमसेकम 15-16 वर्ष जति बेला फेसबुक निस्क्यो त्यति बेला डिलिट गरे। हाम्रो फेसबुक छैन, हाम्रो छैन, यही बुक मात्रै हो। फेसबुक खेल्ने मान्छेले, फेसबुक चलाउने मान्छेले प्रभुलाई खुसी पार्न सक्दैन। सरी टु डिसअपोइन्ट यु। फेसबुकमा कहिल्यै पनि आत्मिक कुरा भन्दा ज्यादा संसारको कुरा ज्यादा आउँछ। फेसबुकमा समय व्यतीत गर्ने मान्छेले परमेश्वरको अगाडि भक्ति चाहिँ गर्न सक्दैन, डिभोसन गर्न सक्दैन। एकछिन बाइबल पढ्ला, चर्च पनि जाइदिएला त बाइबलले भन्छ कसरी चाहिँ यो क्रिस्चियनहरूलाई मारौँ भन्दा मोज मजा भन्छ। मोज मजा भन्नाले अब यस्तो प्रकारको व्यभिचार ल्याइदिन्छ जसमा मोज मजा हुन्छ, देख्दैन, प्राइभेसी पनि मेन्टेन गरिदिन्छ। तपाईँको मोबाइलमा तपाईँले के हेर्नु हुँदैछ कोही मान्छेले हस्तक्षेप पनि गर्न सक्दैन। अनि याद गर्नुहोस् यो यसमा चाहिँ उसले व्यभिचार ल्याउँछ। अनि व्यभिचार भनेको खालि जेठीमाथि कान्छी हुनु, धेरै स्वास्नी हुनु, धेरै लोग्ने हुनु भनेको होइन। कसरी एउटा क्रिस्चियनलाई म संसारिक बनाऊँ, कसरी चटक देखाऊँ, कसरी उफ्रेको देखाऊँ, कसरी जादु देखाऊँ, कसरी विभिन्न प्रकारको स्पोर्ट्सका कुराहरू देखाऊँ, कसरी यसको समय म ल्याउँ भनेर चाहिँ आज संसारका कुराहरू ल्याएर चाहिँ तपाईँलाई अलमलाउन सफल भयो भनेदेखि चाहिँ त्यो चाहिँ मेरो लागि चाहिँ पर्सिक्युसन हो। त्यो चाहिँ सतावट हो क्रिस्चियनमाथि। क्रिस्चियनलाई गोली हानेर मार्नु पर्दैन है। क्रिस्चियनलाई चाहिँ कसरी हुन्छ मोज मजाको कुराहरू दिएर उसलाई चाहिँ बेहोस बनाउनु, सखाप बनाउनु। अघि बालामले व्यभिचार भन्ने कुरा चाहिँ ल्याइदियो, बिहा गर न, बिहा गरेपछि यो जाति त्यसै सकेर जान्छ भन्यो। अहिलेको समयमा चाहिँ अब शैतानले चाहिँ यो मोबाइलमा चाहिँ ज्यादातर विश्वासीको समय हेर्नुहोस् उसले भक्ति लगाइरहेको हुन्छ, उसले एकदमै ध्यान दिएर हेरिरहेको हुन्छ। उसलाई बाउसँग पनि मतलब छैन, आमासँग मतलब छैन, बुढीसँग मतलब छैन। संसारभरि बच्चाहरूलाई पनि पक्रियो, जवानहरूलाई पनि पक्रियो, वृद्धहरूलाई पनि पक्रियो। एकदम हेरेको छ। अब त्यो मान्छेले कसरी डिभोसनको टाइम परमेश्वरप्रति भक्ति कसरी बिताउला, त्यो मान्छेले परमेश्वरको वचन मेडिटेट कसरी गर्ला, कसरी मण्डलीलाई खुवाउला, त्यो मान्छेको परमेश्वरसँग कनेक्सनै छैन। त्यसले गर्दा एउटा मूर्तिदेखि भाग्नु भन्छ, अर्को चाहिँ व्यभिचारदेखि भाग्नु भन्छ। पहिला कोरिन्थी 6:18 पढ्नुहोस्, फ्ली भन्छ। कुनै पनि कुरो तपाईँलाई संसारमा फसाउने कुरो अथवा मैले तपाईँलाई संक्षिप्तमा भन्नु पऱ्यो फेसबुकमा चाहिँ नि अब मैले त अलिकति साथीभाइको यताउता छेउछाउ देखेको, नेरो देखेको फेसबुकमा चाहिँ हरेक घरको दिदीबहिनी, हरेक घरको दाजुभाइ, हरेक घरको विशेष गरेर केटीहरू बिहा गरेको विवाहित अविवाहितहरू चाहिँ सिँगारिएर राम्री भएर सुन लगाएर राम्रो विश्वासीहरू पनि चटाकचिटिक बाइबल बोकेर दामी लुगा बोकेर त्यहाँ आएको हुन्छ अरे, नयाँ मतलब चिटिक्क भएर आएको हुन्छ अरे। अनि त्यहाँनिर कस्तो प्रकारले लेखेको हुन्छ, लाइक अथवा डिसलाइक अथवा मन पर्यो मेरो पोजिसन, मैले जुन प्रकारले फोटो खिचिएको छु, जुन प्रकारले बाइबल बोकेको छु, जुन प्रकारले सिँगारिएको छु, मन पर्यो भनेर भनेको चाहिँ सुन्नुहोस्। यहाँनिर अब कसैको श्रीमतीले आएर राम्रो लुगा लगाएर तपाईँलाई चर्चमा मन पर्यो दाइ हेर्नुहोस् त मेरो लुगाको स्टाइल मन पर्यो भन्यो भने त तिनीहरू काटाकाट हुन्छ कि हुँदैन? उसको बुढो पनि त्यहाँ छ भने त काटाकाट हुन्छ नि त। तर त्यसरी होइन, डिसेप्टिभ तरिकाले मोबाइलभित्र पसेर राम्रो लुगा लगाएर लाइक भने त बुढाले देखेको छैन। अनि त्यहाँनिर लाइकको बटन नदबाए तापनि तपाईँ किच्च परेर हेर्नुहुन्छ भनेदेखि चाहिँ तपाईँलाई अघि सकिदियो। बजार हो बजार, तपाईँलाई बजारलाई
अलिकति संक्षिप्त प्रकारले घटाएर चिटिक्क पारेर त्यहाँनिर बजार ल्याएको हो। तपाईँ मेलामा हुनुहुन्छ, तपाईँले भयङ्कर ठुलो कुरा नगर्दा पनि हुन्छ, तपाईँ सर्कसभित्र हुनुहुन्छ, तपाईँ चटक हेर्नु हुँदैछ, तपाईँले सिनेमा हेर्नु हुँदैछ, तपाईँले नक्कल झक्कल हेर्नु हुँदैछ, तपाईँले एडभर्टिजमेन्ट विज्ञापन हेर्नु हुँदैछ, अनि तपाईँ भन्नुहोस्, सिन्सियरली भन्नुहोस्, तपाईँको 1 घन्टा आधी घन्टा समय कस्तो सजिलै चाल नपाइकन चोरिदिन्छ। तपाईँलाई 5 मिनट प्रार्थना गर्नु पर्छ त कस्तो साह्रो पर्छ। त्यसले गर्दा म तपाईँलाई सङ्घर्ष गरेर भन्छु, जसले मोबाइललाई कन्ट्रोलमा ल्याउन सक्छ। त्यसले गर्दा हेर्नुहोस्, म यहाँ आएको 3 दिन भयो, कहाँबाट कल आयो म याद पनि गर्दिनँ। मलाई साँच्चै नै अर्जेन्ट कल आउनै परेको छ भने अर्को एउटा थर्ड पर्सनले पनि ल्याएर भन्छ। त्यसले गर्दा म जहिले कहाँबाट कल आयो होला, के खायो आज, करेला पकायो, नानी सुत्यो, के गर्दैछु म भनिबस्दिनँ। मेरो बाउको पालामा पनि थिएन मोबाइल, बाजेको पालामा पनि थिएन मोबाइल। त्यसले गर्दा म त्यस्तो त्यो कहिले पनि झ्याम्मिदिनँ। मेरो मोबाइल कहिले आइतबारको दिन बज्दैन पनि, जहिले स्विच अफ हुन्छ। आइतबारको दिन मेरो बाजे मरेको खबर आयो भने पनि, बोजू मरेको खबर आयो भने पनि, मेरै नानी मरेको खबर आयो भने मेरो चाहिँ प्रभु चाहिँ 1 नम्बर हो। त्यो त कहिल्यै मेरो मोबाइलले चर्जमा डिस्टर्बेन्स गर्दैन। म बेला बेला वाट्सएप हेर्छु, त्यो पनि चाहिएको कुरा केही छ भने, एनाउन्समेन्ट छ भने, त्योदेखि बाहेक मलाई अरू केही चिजले बोलाउँदैन। जस्तै दामी चिज ल्याउनुहोस् मलाई बोलाउनु। त्यसले गर्दा मैले के बताउँदैछु, मेरो जीवन बताउँदैछु यहाँ। म तपाईँलाई लेक्चर दिएको छैन। तपाईँले त्यसरी मोबाइलबाट आउने हरेक संसारको प्रलोभनका कुराहरू, मोजमजाका कुराहरू, व्यभिचारका कुराहरू, शैतानले त्यहीँभित्र पसेर त्यो त मोजमजा भन्छ। त्यसले गर्दा पापमा मोजमजा हुन्छ। तपाईँलाई चाल नपाइकन त्यो मोजमजामा हाल्छ। तपाईँको 1 घन्टा आधी घन्टा समय चाल नपाई खाइदिन्छ। तपाईँलाई चाल नपाई संसारिक बनाइदिन्छ। तपाईँलाई कसैले चिन्दैन, श्रीमतीलाई पनि थाहा छैन, श्रीमानलाई पनि थाहा छैन। त्यसरी तपाईँ धेरै धेरै क्रिस्चियनहरू लाचार, अस्ट्रेलिया जानुहोस् कि युके जानुहोस् कि जहीँ जानुहोस्, हरेकलाई लाचार बनाएको चाहिँ अहिलेको मोबाइलले हो। त्यसले जुन मान्छेले बाइबल पढेर मेडिटेट गर्ने, प्रभुमा डिलाइट गर्ने समय छैन, बाइबल पढेर परमेश्वरको वचनमा एकदमै उल्लसित भएर एक्लै बौला जस्तो बोल्ने समय छैन भने त्यो मान्छेलाई खाइसकेको भने चाल पाउँदा हुन्छ। त्यो मान्छेको हाड र करङ मात्रै छोडेको छ, सब खाइसक्यो। एउटा क्रिस्चियन चाहिँ परमेश्वरको वचनमा बौला जस्तो भएर खुसीले आनन्दित भएर प्रभुको वचन डिलाइट गरेर बाँच्न सक्दैन यो संसारमा भनेदेखि चाहिँ एङ्जाइटी तपाईँको हो, डिप्रेसन तपाईँको हो, चर्चको झगडा तपाईँको, लडाइँ तपाईँको हो। तपाईँले बोकेर हिँड्नुपर्छ, किन तपाईँले कमाएको हो त्यो। तपाईँ प्रभुमा रमाउन सक्नुपर्छ। अनि त्यो हराइसकेको छ। त्यति बेला पूर्वजहरूको समयमा मेडिटेसन भन्ने कुराहरू थियो। अहिले त मेडिटेसन भन्ने कुन चाहिँ चराको नाम हो थाहा छैन। बाइबल पढ्नुपर्छ भने चाहिँ छिटो छिटो आफ्नो अध्याय पढे सक्यो। मेडिटेसन भने के हो? मेडिटेसन नभएपछि परमेश्वरको वचनको कुनै खोराक नै आउँदैन। मण्डली रोग आउँछ, मण्डली भोको हुन्छ, त्यही कुरा हो। त्यसले गर्दा म चाहिँ तपाईँको अगाडि भन्न सक्छु, मेरो मोबाइल चाहिएको समयमा मात्रै हो। अस्तिसम्म अङ्कलले कति 7 कल गर्नुभएको छ, मैले यादै गरिनँ। मलाई स्टिपली भयो भने तपाईँलाई फल्ना मान्छेले कल गर्दैछ भने अन्त जरुरत थियो, त्यसले गर्दा मैले कल ब्याक गरेँ। अदरवाइज म मेरै बुढीसँग मेरो बात भएको छैन 3 दिन भयो आज। अहिले मैले सोधेँ भने त 10वटा कुरा भन्छ। यस्तो भयो कि करेला डढ्यो नि हो, करेला डढ्यो, बिहानै बसाएको थिएँ, दाल छिटी हतार हतार जाँदैछु। अब 10वटा माइला मामा मऱ्यो त याद भयो तपाईँलाई? मलाई माइला मामाको पनि पुर्याउँछ त्यो त। त्यो त हेर्नुहोस्, मोबाइल नहुँदा बाँच्न सकिन्छ। हामीले त्यसलाई लिमिटेड एकदम चाहिएको प्रयोग गर्नुपर्छ। म त्यसो भन्छु। अन्नेसेसरी कहिले समस्या इन्भाइट गर्नु हुँदैन। हामीले हामीलाई इन्गेज गराउँछौँ त्यो कुरा। अनि बाइबलले भन्छ व्यभिचारदेखि भाग भन्छ। लु पढ्नुहोस् त, पहिला कोरिन्थी 6:18 पद। व्यभिचारदेखि भाग, हरेक पाप मानिसले गर्दछ शरीरदेखि बाहिर हुन्छ, तर जसले व्यभिचार गर्दछ त्यसले आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ। अनि बाइबलको आत्मिक भाषामा हेर्ने पर्यो नि त, जसले मनमा केही कुरा सोध्छ त्यसले व्यभिचार गरिसक्यो। त्यो त व्यभिचार भनेको कुनै पनि प्रकारले संसार, कुनै प्रकारको विज्ञापनद्वारा, कुनै पनि कुराले तपाईँलाई संसार प्रेमी, चटक प्रेमी, तपाईँले हेर्नुहोस् किसिम किसिम टिकटक आउँछ अरे, के आउँछ अरे, होइन? त्यसले गर्दा सुन्नुहोस्, अब म तपाईँलाई बताउँछु। तपाईँ चाहिँ कतिको वीर मान्छे भन्दा चाहिँ तपाईँ प्रचार गरेकोलाई म ठुलो कुरा भन्दिनँ। आज बाहिर प्रचार गर्यो, राम्रो कुरा हो, एकदमै प्रेजवर्दी कुरा हो। तर जुन व्यक्तिले मोबाइलमा केही कुरो पपअप हुँदा, त्यहाँनिर तपाईँले मोबाइल स्क्रोल गर्दा, कम्प्युटर हेर्दाखेरि तपाईँले केही कुरो देख्नुभयो भनेदेखि त्यो कुरो व्यभिचारपूर्ण छ, त्यो कुरोले तपाईँलाई आत्मिक उन्नति दिँदैन। त्यो कुरो प्रभु यीशु मसीहसँग सङ्गति गरेर प्रभु यीशु मसीहले स्याबास भन्नुहुन्न भने
त्योसँग हिँड्नु मात्रै हुँदैन, भाग्नु मात्रै हुँदैन, कुद्नु मात्रै हुँदैन, त्योसँग भाग्नु। त्यसले गर्दा वीर क्रिस्चियन चाहिँ त्यो हो जसले मोबाइल खेल्दा, मोबाइल हेर्दा कुनै पनि कुरो अनावश्यक कुरा आउँछ त्यसलाई टक्कै स्विच अफ गरेर बाहिर गार्डनमा गएर घुम्न सक्छ भने त्यो चाहिँ वीर मान्छे हो। त्यस्तो वीर भन्छु म चाहिँ त्यसलाई। तर त्यसले त्यसलाई तपाईँलाई मार्छ भनेदेखि चाहिँ तपाईँलाई चाहिँ स्यामसनलाई चाहिँ आज सिंह नआएर चाहिँ दलिला आएको हो त्यो। अनि तपाईँ जस्तै वीर हुनुहोस्, तपाईँले मोबाइललाई मार्न सक्नुहुन्न, त्यसलाई त्यो अनवान्टेड त्यो जुन चाहिँ सिन आउँदैछ, अनवान्टेड तपाईँको कुनै पेज आउँदैछ त्यसलाई तपाईँ स्विच अफ गर्न सक्नुहुन्न। तपाईँ त्यसलाई स्विच अफ गरेर बाइबल पढ्न सक्नुहुन्न भने तपाईँ कोही पनि होइन, तपाईँ एकदम हारको क्रिस्चियन हो, तपाईँलाई ती भयङ्कर हराइदिन्छ। त्यसले गर्दा अहिलेको समयमा कुन चाहिँ क्रिस्चियन छ जसले मोबाइललाई कन्ट्रोल गर्न सक्छ? त्यो मान्छे मात्रै वीर हो, त्यो मान्छेले मात्रै सिंहलाई मार्न सक्छ। किनभने संसार आज त्यसरी एउटा सानो चिपारोबाट भएर, मोबाइलबाट भएर चर्चभित्र पसिसकेको छ। त्यो व्यभिचारदेखि भाग भन्छ, हिँड पनि भनेन, कुद पनि भनेन, भाग भन्छ। एकदम साइड लागिहाल्नु पऱ्यो त्यस्तो कुरादेखि, अनि मात्रै त्यो क्रिस्चियनले विजय प्राप्त गर्न सक्छ। आमामा बिहान उठ्नु मात्रै पर्छ, हरेक हेऱ्यो भनेदेखि क्रिस्चियन सबै मोबाइलमै झुन्डेको हुन्छ। खोइ बिहान उज्यालो भएकोदेखि अहिलेसम्म मैले मोबाइल छोकै छैन, भइरहेछ। म मरेको छुइनँ, मलाई भोक लागेको छैन, मलाई तिर्खा लागेको छैन, म लाटा भएको पनि छुइनँ, गुङ्गा भएको पनि छैन। भरे साँझ परिसक्दा पनि म त्यो साह्रो हेर्दिनँ। व्यभिचारदेखि भाग्नुपर्छ यो कुरा, मूर्तिदेखि भाग्नु, व्यभिचारदेखि भाग्नु। अब अर्को कुरा, अब मेरो पछाडि भन्नुहोस्, अङ्ग्रेजीमा मेमोन भन्नुहोस्। मेमोन भनेको चाहिँ लुकाको किताबमा पाउनुहुन्छ तपाईँले, हामी नपढौँ, 16 अध्यायको 13 पदमा पाइन्छ। त्यहाँनिर तिमीले परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैन भन्छ। धनलाई मेमोन भनेको छ। मेमोनभित्र चाहिँ एउटा शब्द छ, त्यो शब्दभित्र चाहिँ मेमोन भनेको चाहिँ इज्जत पनि भनेको, सम्पत्ति पनि भनेको, मर्यादा पनि भनेको, यश पनि भनेको, संसारको भौतिक पदार्थहरू पनि भनेको। त्यसले गर्दा अब शैतानले चाहिँ यो संसारलाई ज्यादा प्रयोग गर्ने चाहिँ पैसा हो। पैसा भन्ने यता हेर्नुहोस्, त्यसले जुन क्रिस्चियनले पैसालाई नियन्त्रण गर्न सक्दैन, पैसाको पोकादेखि टाढा बस्न सक्दैन, त्यो पनि अघिबाटै शैतानको फोल्डभित्र आइसकेको छ। पैसामा राइचियस हुनु, पैसा मनी म्याटर्समा इमान्दारी हुनु, मनी म्याटर्सलाई ठिक छ। त्यसले गर्दा आजभन्दा 25 वर्ष अगाडि मैले निर्णय गरेको, प्रभु मेरो दुःख सुख सानो एउटा नोकरी छ, म कहिल्यै चर्चको पैसा लिएर सेवा गर्दिनँ। छैन, फुल टाइम हुनुहुन्छ तपाईँ, तपाईँको आय स्रोत छैन, चर्चले दिँदैछ, राम्रो कुरा हो। तपाईँले कहाँ जाने, तपाईँको त कहीँबाट आउँदैन। तर जसको नोकरी छ, जसको आय स्रोत छ, जसको केही अडिने जग्गा छ भने मैले आफ्नो पर्सनल बताउँदैछु, म चर्चको पैसाले सेवा गर्दिनँ भन्ने निर्णय गरेँ। अनि 25 वर्ष भयो मैले प्रभुलाई पाएको, करिबन 30 वर्ष भयो, मैले कहिले पनि चर्चको भेटी बक्सबाट, चर्चको ट्रेजरीबाट मैले 1 पैसा चलाएर सेवा गरेको छैन। म मेरो आफ्नो खर्चले गर्छु। कुनै मण्डलीले हवाईजहाजको टिकट काटिदियो, त्यो गरिदियो, जो मेरो क्षमतादेखि बाहिरको कुरा, त्यो अर्कै कुरा हो। अनि कसैले मलाई देश विदेश जाँदा गिफ्ट दिन्छन् होइन। हिजो मलाई कसले भन्दै थियो, आजकल किन दाजुहरू युरोप जान थाल्यो हौ भन्नु, मतलब म घुमाएर ठुलो बृहत कुरा गर्दै थियो। युरोप अलिअलि टाकटाक टुकटुक युरोपमा पनि जाँदैछु यी दिनहरूमा। अनि भेटीहरू आउँछ, त्यो भेटीलाई मैले ल्याएर मैले सम्मा अङ्कलकोबाट सिकेको, सम्मा अङ्कललाई मैले सोधिनँ पनि, सम्मा अङ्कललाई मैले भेटिनँ पनि, तर मैले उहाँको गवाई सुनेको। उहाँ पनि देश विदेश जानुहुन्छ, उहाँलाई मान्छेले दिन्छन्, उहाँले लिनुहुन्छ, अनि उहाँले ल्याएर प्रभुको घरहरू बनाइदिनु हुँदो रहेछ। एकजना मान्छेले मलाई अभियोग लगाएर पनि भन्यो, तर मैले भने भाइ त्यस्तो सोच्नु भयो होला, तर त्यस्तो होइन, यथार्थ कुरा यतै आएर हेर्नुहोस् भन्ने मैले। अनि देश विदेशबाट जाँदा दिएको रकम मैले अहिले हालैमा पनि कादेश कवि छ, कादेश वर्णीय, मलाई जति दिए मैले त्यो त्यहाँनिर ल्याएर हालिदिएँ। अनि मैले अठोट गरेको, म कहिल्यै मलाई कसैले दियो, अब लुगाफाटो दियो, केही सानोतिनो म प्रयोगमा ल्याउन सक्छु, तर मलाई हाम्रो मण्डली होइन, अर्कै एउटा मण्डलीको मान्छेले सिकाएको, कहिले पनि अरूको भेटी, अरूको दानलाई तिमीले आफ्नो निम्ति चाहिँ प्रयोग नगर्नु, प्रभुले त्यो इमान्दारी हेर्नुहुन्छ भनेर भनेको थियो। अनि 25 वर्ष भयो मैले कहिले चर्चको पैसा प्रयोग गरिनँ। एकखेप काठमाडौँ जाँदा मेरोमा पैसा थिएन, अनि मैले बेरेकाबाट 5000 ऋण लिएको थियो, त्यो मैले तिरेँ, म भन्न सक्छु। त्यसले त पैसा रुपियाँको
त्यसले ब्रदर भक्सिङले त्यसै पवित्र आत्माले चल्नु भएको होइन। उहाँले पैसालाई कहिले पनि मैले देख्न पनि पाइनँ ब्रदर भक्सिङलाई होइन। त मेरो हेर्ने चाहना थियो, मेरो इच्छा थियो, मैले हेर्नु पाइनँ। तर उहाँले पैसालाई कहिले पनि बोक्नु भएन अरे। कालिम्पोङको मैले उहाँको गवाई सुनेको, त्यो हाम्रो एकजना चस्मा चाहिँ धागोले बाँधेको एउटा बुढो अङ्कल थियो। त्यो बुढो अङ्कल बितेर जानुभयो, राजेनको बाउ भन्छ। अनि उहाँ कालिम्पोङ एलसदाईमा आउँदा उहाँले चाहिँ ब्रदर भक्सिङलाई 4 आना पैसा दिएको अरे। अनि ब्रदर भक्सिङ चाहिँ घन्टी बज्ने जग्गामा प्रार्थना गरेर उभिनु भएको थियो अरे। त्यो दिन ब्रदर भक्सिङको भेटी थिएन अरे। अनि त्यो राजेनको बाउ भन्ने गान्तोकबाट आएको मान्छेले ब्रदर भक्सिङलाई गोजीमा 4 आना पैसा हालिदियो अरे। अनि भरे सेवा सकिसकेपछि मेरोमा भेटी थिएन, मैले प्रार्थना गर्दै थिएँ, प्रभु मलाई कहीँबाट दिनुहोस् भनेर। अन्त एउटा धागो बाँधेको, चस्मामा धागो बाँधेको मान्छेले आएर मेरो गोजीमा पैसा हाल्यो, मैले त्यसरी भेटिहाल्थेँ भने ब्रदर भक्सिङले गवाई दिनुहुन्थ्यो अरे। पैसा उहाँले कहिल्यै प्रायः पैसामा झुक्तिनु भएन। त्यसले गर्दा पवित्र आत्माले काम गर्यो। अनि तपाईँ पैसाको म्याटरमा एकदमै इमान्दारी हुनुहुन्न भने शैतानले तपाईँलाई अघिबाटै पक्रिसकेको हुन्छ। अनि बाइबलले भन्छ रुपियाँ पैसाको लोभदेखि भाग भन्छ। त्यो फ्ली भन्ने शब्द चलाएको, त्यो पढेर हामी बन्द गर्छौँ। त्यहाँबाट मात्रै एउटा पद पढ्छौँ, अन्त सक्यो। पहिला तिमोथीको किताबमा 6 अध्यायमा आउनुहोस्। किनकि रुपियाँ पैसाको प्रेम चाहिँ सबै खराबीको जरा हो। जुन कुराको लालच गर्दा कतिजना विश्वासबाट भड्किएका छन्। अनि 11 पद पढिदिनुहोस्। तर हे परमेश्वरका जन, तिमी यी कुराहरूबाट भाग। देख्नुभयो त्यहाँ पैसा रुपियाँले 7 प्रकारको विनाश ल्याउँछ भने ल्याएछ। तपाईँले पढ्नुहोस्, त्यो चाहिँ कुरा 10 पदमा पाउनुहुन्छ। तर यी कुरादेखि भाग। अब सुन्नुहोस्, यता संक्षिप्तमा अब सकेँ मैले। जुन मान्छे मूर्तिदेखि भाग्छ, जुन मान्छे व्यभिचारदेखि भाग्छ, जुन मान्छे रुपियाँ पैसाको लोभदेखि भाग्छ, त्यो मान्छेले चाहिँ अब शैतानको सामना गर्दा शैतान भाग्छ। याकुबको किताब 4 अध्यायको 7 पद पढ्नुहोस्। तर अहिलेको हालत अर्कै छ। अहिले चाहिँ शैतान आयो कि त विश्वासी भाग्दैछ। शैतानलाई निस्कि दुष्ट आत्मा भनेर चाहिँ दिनभरि चिन्ता बस्दा पनि एउटा भूत निस्किँदैन। कति दुःख लाग्दो कुरा। अब भूतै नभाग्ने क्रिस्चियन भनेपछि अरू त्यसको बाइबलको ज्ञानले के गर्नु? चर्चमा जस्तै पोजिसन लिएर पनि के गर्नु? त्यसले गर्दा याद गर्नुहोस्, तपाईँले आफूलाई एप्लाई गर्नुहोस् यो टेस्ट। कहीँ भूत लागेको अगाडि जानुहोस्, प्रभुमा साँचो विश्वासी हो कि होइन भनेर। अनि भूत लागेको अगाडि गएर तपाईँले भनी हेर्नुहोस्, तपाईँलाई टेर पुच्छर लगाएन भने तपाईँले छोडिदिनुहोस् त्यो पद, जुन चाहिँ पद छ नि अहिले। कतिको एल्डर भन्ने पद हुन्छ, तर बोल्डर भएर बसेको हुन्छ। बोल्डर भनेको ढुङ्गा भन्नुहोस् त सबजनाले। पल्टाउँदा नपल्टिने, सार्न नसकिने, ओगटेको छ ओगटेको थियो, बोल्डरले त्यसरी जगाएको। त्यसले गर्दा भूत भागेन भनेदेखि त अब के विश्वासी भन्नु? लु पढ्नुहोस् अब। यसकारण आफूलाई परमेश्वरको अधीनतामा सुम्प, शैतानको सामना गर र यो तिमीहरूबाट भाग्ने। देख्नुभयो यति कुरा। तपाईँले यसलाई ध्यानमा राख्नुहोस्, मनन गर्नुहोस्, अनि प्रभुले तपाईँलाई वचन पढाइमा आशिष दिएको।